हेलो गाइज, आज हामी घरबाट बाहिर निस्किसकेका छौँ र आज हामी जाँदैछौँ कहाँ अरे आमा? गोकुलम। क्ल्याप देखिस् त। सो आज हामी जुमै त कस्तो हुने रहेछ दिन 12 बजेको मध्य घाममा विदाउट एनी अम्ब्रेला हामी जाँदैछौँ। हजुर पनि जानु खाँदाखेरि चाहिँ एउटी आन्टीले आफ्नो छोरीलाई टोयलेटभित्र थुन्नु भएको रहेछ र त्यो भाइ कस्तो साह्रो रुँदैछ क्या। ओ माई गड, म त सुरुमा के हुँदैछ वाला फिल भइरहेको, लास्टमा त इट्स नर्मल। नेपाली हो नि त होइन र? सिस्नु पानीले बजाउनु पर्ने छ। तँलाई चाहिँ बजाउनु पर्ने छ। गड गर्मी, एकदमै धेरै गर्मी छ आज चाहिँ, अति नै धेरै। ओ माई गड, 12 बजेको घाम। You can't imagine in Tarai at 12 PM sun's heat. यतिको तातो त यहाँ अन्डा फुटाएर राख्यो भने 2 मिनेटमा पाक्छ। यस्तो धेरै घाम छ। Oh my god. We are on the way, guys. So हामी चाहिँ आइसकेका छौँ। बल्ल बल्ल यत्रो घाम, बल्ल 12 बजेको घाममा। र अब यहाँ के भन्छ हजुरलाई पनि भन्छु है त। सरी गाइस, मैले सिक्रेट मेसेज भन्दै के भन्छ त्यसलाई, उसले उडायो झन्डै हाम्रो सिक्रेट चिज। सो अब चाहिँ हामी टिकट काउन्टरमा गइसकेका छौँ। अब के हुन्छ हेरौँला। बाई। र त हामी भित्र आइसकेका छौँ र यहाँ हाम्रो अघि टिकट पनि देखाइसक्यौँ र अब हामी एक्सप्लोर गर्दैछौँ। एकदमै राम्रो, भित्र छिर्ने बित्तिकै वाउ, द भ्यू इज रियली नाइस एट अल। सो अब हामी घुम्नेवाला छौँ र तपाईँ पनि हामीसँग घुम्दै आँट्नु भएको छ। कङ्ग्रेचुलेसन। गाइज गेस वाट, आज मैले मेरो पहिचान भेटेको छु। के हो तपाईँलाई थाहा छ? पक्नुहोस् है त। गोर्खे खुकुरी, या द्याट्स माई पहिचान। पर्यटक पुल लागेको थियो नि। बाहिर निस्कियो, हामी चाहिँ घरतर्फ लागिसकेका छौँ। आमा र भाइ यता हुनुहुन्छ र हामीले चाहिँ आइसक्रिम पनि खाइसक्यौँ किनभने एकदमै धेरै गर्मी छ। एज आई हेभ अलरेडी टोल्ड यु गाइज। र अब हामी घरतर्फ लाग्दैछौँ। एकदम धेरै गर्मी भयो। त्यहाँ पनि रमाइलो भयो एक तरिकाको। टिकट पनि सस्तै रहेछ भनौँ न, एकजनाको 100 रुपियाँ।
आउनु होला तपाईँ पनि आउनु होला एकदम रमाइलो हरियाली ठाउँ एकदम पिस ठाउँ इटहरी आउनु भने त्यो ठाउँमा जानुबाट चाहिँ इटहरी आउनु होला भने गोकुलम मात्र नभएर गोकर्ण पनि एकदमै रमाइलो छ अब गोकर्ण चाहिँ अब जहिले देखिरहेको कारणले होला हामीले चाहिँ गोकुलमलाई रोज्यौँ एकदम रमाइलो छ गोकर्ण घर छेउमै छ मेरो घर पनि गोकर्ण घर छेउ नै छ मेरो घर पनि आउँदाखेरि एल्साज भ्लग भनेर आउनु होला धेरै धेरै माया गर्नु होला कमेन्ट पनि गर्नु होला लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला हाम्रो च्यानललाई आजको लागि हामी यही इन्डी गर्न चाहँदैछौँ केही भन्न चाहनुहुन्छ यति नै त भन्नु पर्यो होला नि अब योभन्दा धेरै के भन्नु त्यहाँ पनि मजा नै भयो इटहरी त के भन मोरङ जिल्ला सुन्दरहरी चारै पर्छ होइन 4 मा चाहिँ आउनु होला धन्यवाद अनि बाई बाई गाइस गाई उतै हेर्दै हुन्छ होला यसरी नै के भन्छ त्यसलाई अहिले बिर्सेँ जुवा पनि छोडेर सो आज यति भन्दै हामी यो भ्लगलाई एन्ड गर्न चाहन्छौँ थ्याङ्क यू सो मच फर वाचिङ बाई